नमस्कार। आज कुरा गरौँ पानीले कसरी इनर्जी बढाउँछ। इनर्जी कम भयो भनेर हामी आराम खोज्छौँ, तर शरीरले धेरै पटक आराम होइन पानी खोजिरहेको हुन्छ। हाम्रो ब्रेनको करिब 70 देखि 75% भाग पानीले बनेको हुन्छ। पानी कम हुँदा ब्रेनको काम गर्ने गति अलिक सुस्त महसुस हुन्छ, जसले गर्दा फोकस घट्छ, डिसिजन लिन गाह्रो हुन्छ र सानो काम पनि हेब्बी लाग्छ। पानी कम हुँदा ब्लड सर्कुलेसन अलिक सुस्त महसुस हुन्छ। यसले गर्दा अक्सिजन र पोषण मांसपेशी र ब्रेनमा अलिक ढिला पुग्न सक्छ, जसले गर्दा शरीर चलिरहे पनि इनर्जी कम भएको महसुस हुन्छ। त्यसैगरी मांसपेशीले ठिकसँग काम गर्न पानी आवश्यक हुन्छ। पानी कम हुँदा मांसपेशी छिट्टै थाक्छ, शरीर अलिक कठोर भएको जस्तो महसुस हुन्छ र सानो गतिविधि गर्दा पनि असहज लाग्छ। हामीले बुझ्नुपर्ने कुरा के छ भने तिर्खा लाग्नु भनेको अब पानी चाहियो होइन, शरीरमा पहिले नै पानी कम भएको संकेत हो। ऊर्जा स्थिर राख्नको लागि एकदमै सरल कुरा याद गर्न सक्नुहुन्छ। बिहान उठेपछि 1 गिलास पानी पिउनुहोस्। कामको बेलामा 30-40 मिनटमा 2-3 गुडको पानी पिउनुहोस्। दिनभरि नियमित रूपमा पानी पिउनुहोस् र थकाइ लाग्दा चिया होइन, पहिले पानी पिउनुहोस्। यति गरे शरीरले आफै इनर्जी म्यानेज गर्छ। इनर्जी बढाउन सबैभन्दा सस्तो, सबैभन्दा प्राकृतिक उपाय नै पानी हो। आजैबाट थकाइसँग लड्न होइन, शरीरलाई सपोर्ट गर्न पानी पिउने गरौँ।